मम्मीसँग लाएर मलाई सहयोग गरिरहेको गरेर कुल ठन्डा हो ठन्डा दिमागले कुरा गर न अझ मलाई बिहा गर्न खर्च दिन्छु भने बुढा छोरा बिहा गरे मलाई मम्मी अन्त सजिलै चाहिँ धर्नुहुन्छ होइन हामी त पुरानो तेरो बाबु साथी हो के म त हेर्दिनँ कि मम्मीले पनि हेर्दिनँ भनेको थियो तपाईँलाई सरकारी लिन आउँछु भनेर यही बुढाको जाने मासु लिन आउँछु भनेर त्यही बुढाको जाने मलाई भन्दा जमानी तपाईँलाई चढेर छ मलाई किन बिहा गर्न पर्यो मलाई किन बोलाएको तिमी कुरै बुझ्दिनौ अब यो बुढेसकालमा भनेको हामीले मोज मस्ती गर्ने हो के तिमीले म नगरकोटमा डेटिङ जाने यहाँ गर्मी छ यस्तो पसिना आँखाले आएको आएछ मजाले एसीवाला रुम लिने गएर 2 4 5 7 दिन बस्ने अब भनेको हामी बुढेसकालमा मोज मस्ती गर्ने हो तिमी पनि घरमा लुकी लुकी चोरी चोरी आएको थियो म पनि घरमा केटाकेटी थाहा पाउँदैन भने चोरी चोरी आएको छु अब सुटक्क जाउँ नगरकोट मजाले 5 7 दिन आराम गर्ने मिठो मिठो खाने होइन हजुरले बोलाउनुहुन्छ मात्रै तर कहिले पनि लानुहुन्न मेरो घरमा छोरो जवान छ छोरोको बिहा गर्ने बेलामा छोरो थापाइसकेको छ तल मर्सानी राख्दा उसले मर्सानी वाच गरिसकेको छ गाउँमा कुरा काट्न थालिसके म झन् लुकेर आउँछु हजुर चाहिँ यहाँ आयो होटलमा ल्यायो बोलायो अनि केही गर्नु छैन यस्तो पनि गर्ने हो त म अबदेखि आउँदिनँ है म गएँ पनि त्यसो नभन्न सुन न बोलायो अनि के हो पारायो तपाईँलाई त मलाई कहिले शङ्का लागेको थियो यो के अरे दान गर्दा यो घोडे जाने बाघले ढोका ढोका किन आउँछ भने त मम्मीले लिने पो आउँदो रहेछ यो घोडे होइन यो बुढेसकालमा त्यस्तो होइन नि मेरो बाबा नभएदेखिले मेरो पुरानो साथी भेट्न आएको हो भेट्न आउने बित्तिकै शङ्का गर्नुपर्ने कुनै कुरा छ र होइन मम्मी यत्रो पढे लेखेको यत्रो भएर पनि तिमीले शङ्का गर्छ यो मम्मीमाथि विश्वास छैन तपाईँमाथि मलाई कहिले शङ्का छ यो मान्छे धेरैचोटि मगा आइसकेको छ यहाँ आउँछन् सुन न म पुरानो तिम्रो बुवाकै साथी म पिटी साथीको लाउरे अब तिमीलाई घरमा समस्या अप्ठ्यारो सुख दुःख पर्दाखेरि हेर्छु है भनेर तिम्रो बुवाले भनेर गएको थिएँ त्यही घरमा आउँछु सुख दुःख बाँड्छु कहिले अप्ठ्यारो पर्छ पैसा ऐठो पैठो सरसम्म दिँदै गर्छौ क्या बुवाले चाहिँ नि बुवाले सुख दुःख म त हेर्दिनँ कि मम्मीले पनि हेर्दिनँ भनेको थियो तपाईँलाई त्यस्तो शङ्का लिनु पर्दैन बाबु तिमी एउटा पढे लेखेको मान्छे भएर भयो बुढेसकालमा त्यस्तो शङ्का गर्नु तिम्रो गलत हो शङ्का गर्नु हुँदैन छोराको बिहा गर्ने बेला आफू यस्तो पाराले हिँड्ने भने तिमीले शङ्का गरेर मात्रै हुन्छ शङ्का गरेर त ए बाबु नरिसाउ न पोलो तिम्रो बिहे गरेर उमेर ढल्किसकेछ कति पाइ चाहिन्छ त्यो पनि म सहयोग गर्न तयार छु अझ मेरो बिहा गरी मेरो मम्मीसँग लाएर मलाई सहयोग गरिरहेको गरेर मम्मीसँग चाहिँ स्वर्ग लुट्ने यस्तो भन्न हुँदैन बाबु त्यो भन्नु हुँदैन कहिले पनि भन्न हुँदैन त्यो मेरो पुरानो साथी भएकोले गर्दाखेरि मैले आएको भेटेको तर तिमीले यत्रो पढे लेखेको मान्छे यत्रो बिहा गर्ने बेलामा तिमीले मम्मीमाथि शङ्का गर्नु पाप लाग्छ शङ्का गर्नु पर्दैन छोरा बिहा गरे मलाई मम्मी अन्त सजिलै चाहिँ धर्नुहुन्छ त्यो चाहिँ धर्म तिम्रो मनमा पाप नल्याऊ त्यो पाप लिनु हुँदैन त्यस्तो मैले के गरेको छ र कुल ठन्डा हो ठन्डा दिमागले कुरा गर न बरु तिम्रो बिहे गर्न कतै कुटुम्बमा आगे कुरामा चला छम्ती छैन नभए मै खोजिदिउँला बिहे गर्न पैसा भने मै हालिदिउँला हामी त पुरानो तेरो बाबु साथी हो के मलाई बाबु साथी नाटक गर्नु पर्दैन मेरो मम्मीलाई चाहिँ उडाउनु खोजिसकेको छ अब यो मेरो हलपत्र पनि भइसक्यो मलाई अरू थाहा छैन तर धेरै नबोल्नु है मम्मी तपाईँ धेरै नबोल्नु फेरि म अहिले पुलिस ल्याएर दुटेर जादुले खोरा फेरि ल्याए पनि केही त्यो धर्म छोडेको छैन केही तिमीले शङ्का गर्नु पर्दैन अहिले यो सरकारी लिन आउँछु भनेर यही बुढाको जाने मासु लिन आउँछु भनेर त्यही बुढाको जाने यो बुढो सधैँ मका किन आइरहन्छ भने त मम्मीसँग पल्किएर छ पो आइरहेछ अझ मलाई बिहा गर्न खर्च दिन्छु भने बुढा चिताउनु हुँदैन तिमीले यस्तो पाप नचिताऊ पाप चिताउनु हुँदैन तिम्रो मम्मी कस्तो छ भने तिमीलाई थाहा छैन अझ हाँसी बोल्न लाग्दैन छोरावडी आमा त्यस्तो पनि हुन्छ खै के पारायो नि गल्ती गरेको भए पर्दैन गल्ती गल्ती के भन्यो मलाई अरू कुरो थाहा छैन मम्मी अब यो बुढालाई लिएर यो दैला र बुढोसँग हिँडाइदिए भने म जस्तो नराम्रो कोही हुँदैन फेरि हेलो तपाईँहरू यो होटलमा धेरै हल्ला नगर्नुहोस् त गइहाल्नुहोस् त तपाईँ धेरै हल्ला भयो यहाँ मलाई साउले त्यो भनिदियो धेरै करायो अरे पठाइदिन्छु बिल चाहिँ कति हो बाबु
कहिले सुरु गर्नु म ल्याउँछु तपाईँलाई के बुढोसँग जान्ला हो त्यस्तो पनि हुन्छ है जाने नि मलाई बिहा छैन तपाईँ आफै गर्नु मलाई पर्दैन मलाई भन्दा जमानी तपाईँलाई चढेर छ मलाई किन बिहा गर्नु पर्यो त्यस्तो बोली कहिले पनि हुँदैन छोरा बुढा हुँदैछ आमालाई जमानी चढ्ने बास कस्तो बेला आएको भने यो बस बस तिमी पनि बस गरौँ कुरा गरौँ बस होटेलबाट सबैले डिसो भइसक्यो लगिहालौँ अर्को दिन फेरि भेटौँ नि त यो बुढालाई नि अब आइन्दा बुढा के मेरो मम्मीले भेट्न आएको रहेछ भने म जस्तो नराम्रो कोही हुँदैन फेरि ए बाबु त मिल्दैन भने कति हिसाब होला त्यो दिनमा साइज बिग्रेर हिँड्दैछ अब खप्पर जहाँ लाग्छ ठक्कर बारी दुःख भए मलाई हाल्नु हुन्छ कर्मै दुःख छ